एजेन्टिक सिआइएस सिस्टममा चाहिँ मैले चाहिँ इम्प्लिमेन्टेसन गरेको चाहिँ मेनली फोकस गरेको चाहिँ क्यु बेस्ड नोटिफिकेसन प्रोसेसिङ मल्टी टेनेन्ट आर्किटेक्चरमा छ। त्यसपछि डोमेन ड्रिभन स्ट्रक्चरमा छ रेड लिमिटिङ। त्यसपछि ट्राई चाहिँ एक्सपोनेन्सियल ब्याकअप युज गरेर, अनि त्यसपछि क्यासिङ चाहिँ रेडिस युज गरेको छ। अनि वेबहुक सपोर्ट गर्ने पनि बनाएको छु आफ्टर अपडेट द नोटिफिकेसन स्टाटस। एन्ड क्लिन एक्सटेन्जिबल आर्किटेक्चरमा चाहिँ बनाउने कोसिस गरिरहेको छु, बनाइरहेको छु होइन। अनि त्यसपछि यसमा चाहिँ मैले फर्स्ट अफ अल भन्नुपर्दाखेरि चाहिँ यसमा चाहिँ फर्स्ट अफ अल मैले चाहिँ रेडिसको कन्फिगरेसन इन्भाइरोमेन्टमा सेटअप गरेको छु। जस्तै सेसनमा को लागि रेडियस एन्ड क्यासको लागि रेडियस, त्यसपछि क्लाइन्ट फर रेडियस एन्ड दिस इज कन्फिगरेसन एन्ड माइएसक्युएल डेटाबेस चाहिँ युज गरेको छु। त्यसपछि चाहिँ मेरो फोल्डर स्ट्रक्चर चाहिँ पहिला भन्नुपर्दा चाहिँ डोमेनभित्र नोटिफिकेसन भन्ने एउटा एप्लिकेसन बनाएको छु। अनि त्यसमा चाहिँ डिफ्रेन्ट फोल्डरहरू चाहिँ छन्, जस्तो कन्ट्र्याक्ट्स, डेटा ट्रान्सफर अब्जेक्ट, इभेन्ट एन्ड एक्सेप्सन, कस्टम एक्सेप्सन, इनभ्यालिड नोटिफिकेसन टाइप एक्सेप्सन एन्ड रेड लिमिटिङ एक्सेप्सन युज गरेको छु। अनि त्यसै गरी जब चाहिँ प्रोसेसिङ नोटिफिकेसनको लागि र ओएस एन्ड वेबहुकको लागि चाहिँ जब्स छन्। कन्ट्याक्टमा चाहिँ दुईवटा, एउटा च्यानलको लागि नोटिफिकेसन च्यानलको लागि एउटा इन्टरफेस र नोटिफिकेसन रिपोजिटरीको लागि चाहिँ एउटा इन्टरफेस राखेको छु। अनि त्यसै गरी चाहिँ डिटियूमा चाहिँ एउटा नोटिफिकेसनको डिटियू क्रिएट बनाएको छु। त्यसमा चाहिँ त्यसै गरी च्यानल इन्टरफेस चाहिँ किन बनाएको भने एउटा चाहिँ इमेलमा सेन्ड गर्नुको लागि, पुस नोटिफिकेसनको लागि, अनि त्यसै गरी चाहिँ इमेलको लागि, अनि त्यसै गरी एसएमएसको लागि भनेर चाहिँ तिनवटा च्यानल भएको कारणले यसको इन्टरफेस युज गरेको छु। अनि त्यसै गरी लिसनर चाहिँ दुईवटा, डिस्प्याच फर वेबहुकको लागि र सेन्ड नोटिफिकेसन टु क्यूको लागि दुईवटा लिसनर इभेन्ट ड्रिभन फ्लो चाहिँ गरेको छु यसमा चाहिँ। त्यसै गरी रिपोजिटरी फर डाटाबेस लजिकको लागि, अनि त्यसै गरी सर्भिस चाहिँ बिजनेस लजिकको लागि, अनि त्यसै गरी चाहिँ भ्यालु अब्जेक्ट चाहिँ नोटिफिकेसन टाइपको लागि यसमा चाहिँ कुन टाइपहरू छ भनेर चाहिँ यसमा, जस्तो इमेल, एसएमएस र पुस नोटिफिकेसनको लागि, अनि त्यसै गरी चाहिँ बनाएको छु। अनि त्यसपछि चाहिँ मैले एउटा चाहिँ टेनेन्ट चाहिँ अब्जर्भर बनाएको छु। त्यसमा जसले चाहिँ टेनेन्ट आइडीलाई चाहिँ चेक गर्ने गर्छ। यो चाहिँ मेरो बेसिक स्ट्रक्चर चाहिँ फलो भयो होइन। त्यसपछि यसमा चाहिँ अब नोटिफिकेसन सर्भिस जस्तो अब हामीले चाहिँ अरू सर्भिसहरू थप्नको लागि चाहिँ यस्तो आर्किटेक्चरमा चाहिँ यो आर्किटेक्चरमा चाहिँ बनाएको छु। अनि त्यसपछि अब फलोको कुरा गर्दाखेरि चाहिँ हाम्रो अब फर्स्ट अफ अल जस्तो नोटिफिकेसनको लागि क्रिएट होइन, अनि नोटिफिकेसन क्रिएसनको लागि चाहिँ फर्स्ट अफ अल रेड लिमिटिङ चेक गरेको छ होइन। अनि त्यसपछि टेनेन्ट र एउटा मिडलवेयर, दुईवटा मिडलवेयर चाहिँ बनाएको छु, जसले चाहिँ एउटा टेनेन्ट चाहिँ चेक गर्छ, अर्कोले रेड नोटिफिकेसन चाहिँ चेक गर्छ। अनि त्यसपछि एउटा चाहिँ एडमिन राउट बनाएको छु, जसले चाहिँ समरी, रिसेन्ट नोटिफिकेसन एन्ड देन बल्क सेन्ड, रिसेन्ट र बल्क डिलिट भनेर चाहिँ चारवटा फङ्सन फर एडमिन है। अनि त्यसपछि चाहिँ हाम्रो एउटा टेनेन्टको सिडर बनाएको छु, जस्तो दुईवटा टेनेन्ट ए र टेनेन्ट बी भनेर चाहिँ दुईवटा सिट बनाएको छु फर टेस्टिङको लागि। त्यसै गरी डेटाबेस सिडर भइसक्यो। अनि मेन फ्लोको आधा एप्लिकेसन एप.phpमा चाहिँ दुईवटा मिडलवेयरलाई रेजिस्टर गराएको छु, जसमा टेनेन्ट मिडलवेयर टेनेन्ट चेक गर्छ। त्यसै गरी नोटिफिकेसनको रेड लिमिटको लागि। अनि यसमा चाहिँ मैले चेक गरेको कुरा चाहिँ टेनेन्टको युजरको अथेन्टिकेसनबाट चाहिँ टेनेन्ट आइडी लगेर चाहिँ त्यसलाई चाहिँ टेनेन्ट कन्टेक्स्टमा चाहिँ सेट गराइदिएको छु। जस्तो टेनेन्ट कन्टेक्स्ट चाहिँ सपोर्टमा छ होइन। यसमा चाहिँ गेटर सेटर मेथडबाट चाहिँ टेनेन्ट सेटको लागि चाहिँ छ। अनि यसमा चाहिँ मल्टी टेनेन्ट आर्किटेक्चरको फ्लो चाहिँ युज हुने भयो होइन। त्यसै गरी रेड लिमिटिङको लागि चाहिँ हामीले बनाएको छौँ टेनेन्ट अनुसारको चाहिँ रेड लिमिटिङ कन्ट्रोलर,
मिडल वर्ड जसमा चाहिँ कन्टेक्स्टबाट हामीले चाहिँ टेनेन्ट आइडी अनि युजरबाट चाहिँ टेनेन्ट युजर लगेर जसमा चेक गर्छौँ। यदि छैन भने चाहिँ रिक्वेस्ट ब्याक गरिदिन्छौँ। छ भने चाहिँ टेनेन्ट आइडी अनि युजर आइडी नोटिफिकेसन भनेर रेट लिमिटिङ टु मेनी एटेम्प्ट्स जसमा चाहिँ 10 भनेर डिफाइन गरेको छु, जसमा अहिले चाहिँ 10 बाई डिफल्ट पर आवर भनेर चाहिँ डिफाइन गरेको छु। यदि छ भनेपछि चाहिँ एचटिटिपी मेनी रिक्वेस्ट चाहिँ रेस्पोन्स दिन्छ, होइन भने चाहिँ एक्सेस पाउँछ। यो चाहिँ हाम्रो रेट लिमिटिङ भयो। अब रेट लिमिटिङ चाहिँ हामीले गयौँ भनेपछि चाहिँ जस्तो युजरले हिट गरिसकेपछि हाम्रो नोटिफिकेसन क्रिएसन हुन्छ। नोटिफिकेसन क्रिएसनको लागि हाम्रो कन्ट्रोलरमा नोटिफिकेसन भनेर चाहिँ स्टोर मेथडमा जान्छौँ, जसमा चाहिँ हामीले भ्यालिडेसन थोडा गरेको छौँ, होइन। त्यसपछि हामीले चाहिँ एउटा नोटिफिकेसनको डिटिओ बनायौँ, जसमा चाहिँ टाइप कपलिङको लागि चाहिँ जस नोटिफिकेसनको चाहिँ टाइप चेकर एउटा डिटिओ बनायौँ। त्यसमा चाहिँ अब्जेक्ट बनाइसकेपछि नोटिफिकेसन क्रिएटिङ सर्भिसमा डेटालाई अब्जेक्ट गऱ्यौँ। त्यसपछि चाहिँ रेस्पोन्स चाहिँ टु सेन्ड गरिदिउँ। यदि छैन भने चाहिँ इनभ्यालिड नोटिफिकेसन टाइप एक्सेप्सन थ्रु छ भनेपछि इनभ्यालिड टाइप, होइन रेट लिमिटिङ एक्सेप्सन भनेर त्यसपछि चाहिँ अरू थ्रोएबल एक्सेप्सनको लागि हामीले ह्यान्डल गरेको छौँ। त्यसै गरी अब नोटिफिकेसन क्रिएसन सर्भिसमा जाँदाखेरि चाहिँ हामीले नोटिफिकेसन क्रिएसनको लागि चाहिँ एउटा सर्भिस बनाएको छौँ, जसमा चाहिँ हामीले बाइन्डिङ गरेको छौँ यसको इन्टरफेस। अनि यसको इन्टरफेस क्रिएट नोटिफिकेसन चाहिँ डिटिओ अब्जेक्टलाई लिन्छ र नोटिफिकेसनलाई रिटर्न गर्छ। अनि त्यसै गरी हामीले टेनेन्ट आइडीलाई लिएर चाहिँ एउटा क्यास लिमिट यसमा रेट लिमिटिङ चाहिँ जुन की छ हामीले कीलाई बनाएर चाहिँ त्यसमा चाहिँ टु मेनी एटेम्प छ भने हामीले डाइरेक्ट यहाँबाट पनि रिडाइरेक्ट गरिदिन्छौँ यो लेभलको। अदरवाइज यसमा चाहिँ हाम्रो मिडल वेयरले पनि कन्ट्रोल गर्छ। अनि त्यसपछि हामीले चाहिँ रेट लिमिटिङलाई चाहिँ हिट गरिदिएको छौँ, जसले चाहिँ कन्ट्रोल रेट लिमिटिङलाई चाहिँ इन्क्रिमेन्ट गर्ने काम गर्छ। त्यसपछि चाहिँ हामीले नोटिफिकेसनलाई क्रिएट गर्छौँ। नोटिफिकेसन क्रिएट गरिसकेपछि हामीले टेनेन्टको क्यासलाई चाहिँ क्लियर गर्छौँ, जसले चाहिँ टेनेन्टको क्यासिङ चाहिँ क्लियर गर्ने काम गर्छ, होइन। त्यो भइसकेपछि हामीले चाहिँ एउटा इभेन्ट चाहिँ जेनेरेट गर्छौँ नोटिफिकेसन क्रिएट भयो भनेर चाहिँ। अब नोटिफिकेसन क्रिएट इभेन्टमा गयौँ भनेपछि हामीले नोटिफिकेसन क्रिएसनको एउटा इभेन्ट छ, जसको हामीले चाहिँ रजिस्टर गरेको हुन्छ नोटिफिकेसन सर्भिस प्रोभाइडरमा। नोटिफिकेसन क्रिएट भइसकेपछि चाहिँ हाम्रो जब चाहिँ नोटिफिकेसन क्रिएट इभेन्ट चाहिँ लिसनर चाहिँ हिटिङ हुन्छ, होइन। त्यसपछि हाम्रो नोटिफिकेसन लिसनरले क्यूले चाहिँ के गर्छ भने चाहिँ नोटिफिकेसनलाई चाहिँ जबमा सेन्ड गरिदिन्छ, है। अनि जबमा चाहिँ हामीले के गरेको छौँ भनेदेखि यसमा चाहिँ एउटा चाहिँ डेटाबेस लजिक सहित एउटा नोटिफिकेसन इन्टरफेस रिपोजिटरी र नोटिफिकेसन च्यानल दुईवटा छ। अनि त्यसपछि टेनेन्ट आइडीलाई सेट गरेर त्यसपछि हामीले चाहिँ फाइन्ड गर्छौँ नोटिफिकेसन। यदि नोटिफिकेसन छैन भनेदेखि चाहिँ हामीले यहाँबाट नोटिफिकेसन फाइन्ड भएन। त्यसपछि हामीले यदि छ भने चाहिँ उसको अपडेटलाई प्रोसेसिङ गरिदिन्छौँ यस एटेम्प्ट साइडमा, है। त्यसपछि हामीले चाहिँ ट्राई गर्छौँ नोटिफिकेसन टाइप चेक निकाल्छौँ र त्यसको च्यानललाई चाहिँ निकाल्छौँ, कुन च्यानलबाट नोटिफिकेसन सेन्ड गर्दैछौँ भनेर। अनि त्यसपछि चाहिँ सक्सेस टु दिस च्यानलको लागि सेन्ड गरिदिन्छौँ। अनि च्यानल सेन्ड भइसक्यो भनेपछि चाहिँ हामीले सक्सेस चेक गरेर अपडेट स्टाटसको लागि एटेम्प्ट चाहिँ पठाइदिन्छौँ सेन्ड भयो भनेर, कति कुन एटेम्प्टमा चाहिँ सेन्ड भयो भनेर। अनि त्यसपछि चाहिँ नोटिफिकेसन फेलियर केसमा चाहिँ थ्रु एक्सेप्सन गर्छौँ। केही गर्दा फेल भयो भने रिट्राई गर्नुपर्ने छ। त्यसैले हामीले चाहिँ यदि क्यासमा थ्रो आयो भनेपछि भने हामीले यसरी थ्रो गरिदिन्छौँ, होइन यता यहाँबाट पनि सक्सेस भएन भने चाहिँ हामीले थ्रो गरिदिन्छौँ। अनि लाराभेल जबले चाहिँ ब्याकअप मेथड युज गरेर चाहिँ 10 सेकेन्ड 30 सेकेन्ड र 60 सेकेन्डमा चाहिँ 3 पटक चाहिँ रिट्राई गर्छ। 3 पटक रिट्राई गरिसकेपछि यदि सक्सेस भेटियो भने भेटिएन भने चाहिँ हाम्रो फेल्ड केस आउँछ, होइन। फेल्ड केस आइसकेपछि हामीले नोटिफिकेसनलाई चाहिँ अपडेट गरिदिन्छौँ, त्यसको स्टाटसलाई चाहिँ फेल भयो भनेर चाहिँ हामीले अपडेट गरिदिन्छौँ। अब नोटिफिकेसन अपडेट हुने स्टाटस चाहिँ एकछिन रिपोजिटरिज कहाँ छ या, होइन।
हाम्रो नोटिफिकेसन अपडेट स्टाटसमा चाहिँ हामीले नोटिफिकेसनलाई चाहिँ अपडेट स्टाटस गर्छौँ र त्यसको एटेम्प्ट्सलाई चाहिँ एटेम्प्ट्स आएको छ भने हामीले त्यसको एटेम्प्टलाई चाहिँ सेट गरिदिन्छौँ अनि नोटिफिकेसनलाई सेभ गरिदिन्छौँ। अनि सेभ भइसक्यो भनेपछि हामीले चाहिँ एउटा इभेन्ट जेनेरेट गरिदिन्छौँ जसले चाहिँ स्टाटस चेन्ज भयो भनेर चाहिँ एउटा वेब हुकको कलको लागि नोटिफिकेसन स्टाटस चेन्जको वेब हुकको लागि चाहिँ हामीले लिस्नर बनाएको छौँ। इभेन्ट क्रिएट भयो भने चेन्ज स्टाटस इभेन्ट हिट भयो भने हाम्रो लिस्नरले चाहिँ के गर्छ भनेदेखि नोटिफिकेसनलाई चाहिँ चेक गर्छ अनि यो पेलोडमा चाहिँ हाम्रो वेब हुकको जबलाई चाहिँ हिट गरिदिन्छ। त्यसपछि वेब हुकले चाहिँ हाम्रो के गर्छ भनेपछि यसले चाहिँ टेनेन्टबाट आर्किटेक्चरमा चाहिँ फाइन्ड गरेर त्यसको चाहिँ वेब हुकको रिटर्न युआरएल हामीले सेट गर्ने बनाउँछौँ। त्यसपछि त्यो वेब हुक युआरएलमा चाहिँ एचटीटीपी रिक्वेस्ट टाइम आउट चाहिँ 10 सेकेन्ड गराएर चाहिँ हामीले के गराइदिन्छौँ वेब हुक रिटायर गरेर। यदि फेल केस आयो भने हामीले थ्रो एक्सेप्सन गर्छौँ। यसले पनि सेम स्ट्राटेजी युज गरेर ब्याकअप 3, 10, 30 and 60 टाइम फर ब्याकअप मेथड एन्ड देन 3 टाइम्स ट्राई गर्छ फर द वेब हुक हैन। यसरी चाहिँ हामीले गरिदिन्छौँ। अनि त्यसै गरी हामीले सर्भिसमा चाहिँ डिफ्रेन्ट च्यानल बनाएको छौँ जस्तो इमेल च्यानलको लागि चाहिँ हामीले यहाँबाट इमेलहरू सेन्ड गर्ने गर्छौँ। जस्तो पुस च्यानलले चाहिँ पुस सेन्ड गर्ने गर्छ, त्यसै गरी एसएमएस च्यानलले चाहिँ एसएमएस सेन्ड गर्ने गर्छ। त्यसपछि च्यानल फ्याक्ट्रीको टाइप चाहिँ हामीले यहाँ डिफाइन गरेको छ सर्भिसमा। अनि नोटिफिकेसन सर्भिसमा चाहिँ हामीले क्रिएट नोटिफिकेसनको लागि एउटा मेथड बनाएको छ है। अनि त्यसपछि हामीले गेट नोटिफिकेसनको लागि अर्को मेथड भयो। त्यसपछि स्टार्ट नोटिफिकेसनको लागि स्टार्ट अनि त्यसै गरी यो बनाएको छ। तर मेरो भिडियोमा चाहिँ एक्सप्लानेसन चाहिँ अलिक कमजोर बन्न सक्छ हैन। मैले फर्स्ट टाइम बनाउँदैछु यस्तो भिडियोहरू चाहिँ। त्यसै गरी बल्क मेथड चाहिँ यसरी बनाएको छ। अब रेट लिमिटिङको कुरा गर्ने हो भनेपछि हामीले रेट लिमिटिङ चाहिँ मिडल वेयरबाट पनि हिट गरेको छ। अनि सर्भिसमा चाहिँ हामीले काउन्ट बढाउने चेक गरिरहेछौँ। अनि त्यसपछि जबको रिट्राई मेथड चाहिँ 3 टाइम्स अनि ब्याकअप मेथड चाहिँ कन्फिगरेसन सेट गरेर चाहिँ यसरी नोटिफिकेसन पठाएको छ हैन। अब यसको टेस्ट गर्दाखेरि चाहिँ जस्तो हामीले डाइरेक्ट पिएचपीको टेस्टर युनिट टेस्टिङ बनाएको छु। पेस्टको ठाउँमा चाहिँ मैले अहिले युनिट टेस्ट नै युज गरेको छु हैन। डिफ्रेन्ट मेथडको चाहिँ जसमा चाहिँ सेटअपको लागि चाहिँ सेटअप फङ्सन बनाएको छु जसमा चाहिँ टेनेन्ट क्लियर गरेर क्यास क्लियर गर्छ। त्यसपछि टेनेन्ट क्रिएट गर्छ अनि त्यसपछि टेनेन्ट बी क्रिएट गर्छ अनि त्यसपछि कन्टेक्स्ट क्लियर गरेर चाहिँ युजर क्रिएट गर्छ टेनेन्ट अनुसारको दुईवटा युजर क्रिएट गरेर। त्यसपछि रेल लिमिटर चाहिँ हामीले चाहिँ क्लियर गर्छौँ दुईटै टेनेन्टको लागि ओके। त्यसपछि हामीले अनअथेन्टिकेटेड छ कि छैन, यसले अनअथराइज रिटर्न गर्छ कि गर्दैन भनेर चाहिँ नोटिफिकेसनलाई पोस्ट मेथडबाट हामीले चाहिँ इमेल च्यानल चाहिँ टाइप चाहिँ इमेल गरेर हेलो मेसेज पठायौँ। अनि यदि स्टाटस 401 आयो भनेपछि चाहिँ अनअथेन्टिकेटेड छ भनेर चाहिँ हामीले टेनेन्टको चेक गरिरहेको छौँ। त्यसपछि अर्को मेथड चाहिँ के गराएको छु भनेपछि अथेन्टिकेटेड विदाउट टेनेन्ट छ कि छैन भनेर। टेनेन्ट चाहिँ एउटा एम्प्टी टेनेन्ट भनेर चाहिँ हामीले बनाएको छु हैन। यसमा चाहिँ हाम्रो चाहिँ टेनेन्ट चाहिँ एम्प्टी टेनेन्ट भयो। त्यसपछि एउटा चाहिँ विदाउट टेनेन्टको युजर क्रिएट गरेर चाहिँ यसलाई चाहिँ लगइन स्याङटङको एउटा एज अ लगइन एक्टिङ गराएर चाहिँ लगइन गराउँछ। अनि त्यसपछि हामीले चाहिँ एउटा पोस्ट कल गरेर चाहिँ त्यस नोटिफिकेसनलाई चेक गरेको छु। अनि त्यसपछि 403 आयो भनेपछि चाहिँ यसको स्टाटस चाहिँ ठिक छ, यो चाहिँ एक्सेस डिनाइड छ, यो टेनेन्ट चाहिँ एसोसिएट छैन भनेर चाहिँ यसमा मेसेजबाट पठाइदिन्छौँ। त्यसपछि हामीले नोटिफिकेसन क्रिएटिङ टेस्टको लागि डिस्प्याच इभेन्ट छ कि छैन भनेर चाहिँ एउटा फेक इभेन्ट क्रिएट गर्छौँ। त्यसपछि युजरलाई चाहिँ लगइन गराउँछौँ यसलाई चाहिँ। त्यसपछि त्यसको नोटिफिकेसनलाई चाहिँ क्रिएट गरिसकेपछि 201 भनेर सक्सेस मेसेज आयो भनेपछि यो चाहिँ सक्सेस छ भनेर चाहिँ जेसनमा चाहिँ पाथमा चाहिँ सक्सेस 2 छ भनेपछि चाहिँ एक्सेस गर्छौँ। त्यसपछि टेनेन्ट सेट आइडी चाहिँ गरेर चाहिँ नोटिफिकेसन फर्स्ट गरेर निकाल्छौँ। त्यसपछि यदि नोटिफिकेसन नट नल छ, नोटिफिकेसन आइरहेको छ भनेपछि चाहिँ क्रिएट भएको छ भन्ने भयो हैन। अनि त्यसपछि चाहिँ फर्स्ट एसर्सन टेनेन्ट चाहिँ टेनेन्ट आइडी छ, त्यसपछि चाहिँ इक्वल्स टु युजर 1 टु नोटिफिकेसन युजर पनि छ चेक गरेको छ। टाइप चाहिँ इमेल छ कि छैन भनेर इमेलबाट सेन्ड गरेको भएर त्यो पनि चेक गरेको छु। त्यसपछि एसर्स इक्वल्स चाहिँ हेलो टेनेन्ट भन्ने मेसेज चाहिँ गयो कि गएन भनेर टेस्टिङ छ। अनि स्टाटस चाहिँ पेन्डिङ छ कि छैन भनेर इक्वल्स टु चेक गरेर। अनि त्यसै गरी इभेन्ट चाहिँ एसर्स डिस्प्याच गरेर चाहिँ नोटिफिकेसन क्रिएट गराएर त्यसको कल ब्याक फङ्सनमा नोटिफिकेसन ल्याएर चाहिँ इभेन्टको नोटिफिकेसन आइडी र करेन्टको नोटिफिकेसन आइडी चाहिँ इक्वल छ कि छैन भनेर चाहिँ चेक गराएको छ हैन। अनि त्यसपछि चाहिँ
मल्टी टेनेन्ट डाटाबेस आइसोलेसनको लागि चाहिँ यो मेथड छ होइन। त्यसै गरी रेट लिमिटिङ पर युजर पर आवरमा पर टेनेन्ट कति पठाउने भनेर चाहिँ टेस्टिङको लागि चाहिँ नोटिफिकेसन क्रिएट गरेर लगइन गराएर चाहिँ 10 पटक चाहिँ नोटिफिकेसन टेस्ट गरिसकेपछि 11औँ पटक गर्दाखेरि चाहिँ फेल केस आउनु पऱ्यो होइन। त्यसपछि चाहिँ जसमा चाहिँ नोटिफिकेसन त्यो आउनु पऱ्यो भनेर टेस्ट छ। त्यसपछि चाहिँ जब चाहिँ क्युमा प्रोसेस करेक्टली भइरहेको छ कि छैन भनेर चाहिँ यस टेस्ट गराएको छ होइन नोटिफिकेसन सेन्डिङको लागि। अनि त्यसै गरी चाहिँ एडमिन ड्यासबोर्डको अपरेसनको लागि चाहिँ क्रिएट नोटिफिकेसन गरेर चाहिँ नोटिफिकेसनको समरी रिसेन्ट होइन बल्क सेन्ड, त्यसै गरी बल्क डिलिटको लागि। अनि त्यसपछि अथेन्टिकेसन चाहिँ एउटा लगइनको फर पोस्टम्यानको लागि लगइन चाहिने भयो यो टेस्टिङ पनि गराएको छु। त्यसै गरी लगइन फेल छ कि छैन भनेर यो चेक छ। अनि त्यसपछि चाहिँ यो चाहिँ वेब हुकको लागि चाहिँ टेस्ट गरेको छु होइन। अब हामीले चाहिँ पिएचपी आर्टिसन टेस्ट गरेर टेस्ट गर्दाखेरि चाहिँ यसमा चाहिँ सबै टेस्टहरू चाहिँ पास भएको छ। अथेन्टिकेटेड युजर रिक्वेस्ट, अथेन्टिकेसन टेनेन्ट एन्ड फोरबिडन, त्यसपछि मल्टी टेनेन्ट डाटाबेस आइसोलेसन सबै टेस्ट चाहिँ पास भयो होइन। अब त्यसपछि म्यानुअल टेस्टिङ गर्दाखेरि पोस्टम्यानबाट चाहिँ पहिला मैले चाहिँ एउटा लगइन क्रिएट गरेँ होइन। जुन युजरबाट लगइन गर्दाखेरि मसँग चाहिँ स्याङटङ टोकन आयो होइन। त्यसपछि रन्दाई भनेर त्यसपछि मैले यसमा हेडरमा चाहिँ जुन आइडी चाहिँ टोकन छ त्यो टोकन पठाएर मैले चाहिँ अब सेन्ड नोटिफिकेसन गर्छु होइन। अहिले चाहिँ हाम्रो के भयो एकपटक नोटिफिकेसन 11 टाइम नोटिफिकेसन सेन्ड, त्यसै गरी 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21। अब चाहिँ हाम्रो चाहिँ के भयो रेट लिमिटिङ एक्सिड म्याक्सिमम 10 नोटिफिकेसन पर आवर भनेर चाहिँ सेन्ड गर्छ होइन। त्यसै गरी हामीले चाहिँ बल्क सेन्डको लागि चाहिँ आइडी सेन्ड गरेर चाहिँ बल्क चाहिँ रिसेन्ड गर्छौँ होइन। यसमा चाहिँ इग्नोर टु सक्सेस टु रिसेन्ड चाहिँ 0 भनेर चाहिँ किनकि जब चाहिँ छैन। मैले चाहिँ एउटा काम चाहिँ के गरेको छैन भनेपछि यसमा सायद क्युको चेकिङ चाहिँ मैले अन गरेको थिएँ होइन, सरी। यसमा चाहिँ जबहरू चाहिँ हाम्रो पिएचपी आर्टिसन क्यु वर्क गरेर चाहिँ हामीले जबलाई चाहिँ रन गराउँछौँ होइन। त्यो गराइसकेपछि अब हाम्रो नोटिफिकेसन सेन्डको लागि चाहिँ जब गराउँछौँ। अहिले चाहिँ इग्नोर भयो, त्यही भएर हाम्रो जो जब चाहिँ हिट भएन होइन। अब त्यसै गरी जस्तो लगइनको लागि बडी एउटा काम चाहिँ गरौँ, टेनेन्ट ठिक छ। यसमा चाहिँ चेक गरौँ होइन। इनभ्यालिड पासवर्ड PHP आर्टिसन माइग्रेट फ्रेश सीड ओके। मैले अहिले चाहिँ नयाँ युजरलाई चाहिँ लगइन गराएँ होइन। अब यसमा चाहिँ टोकन सेन्ड गरेर एउटा नोटिफिकेसन सेन्ड गरौँ। अनअथेन्टिकेटेड भनिसकेपछि टोकन कपी पेस्ट सेभ सेन्ड नोटिफिकेसन हेडर अथराइजेसन इनहेरिटेन्ट फर प्यारेन्ट ओके। रेट लिमिटिङ यसमा चाहिँ रेट लिमिटिङ 1 आवरको छ होइन। युजर 2 को लगइन गराएर हेरौँ होइन, 1 को भन्दा नि
सेन्ड ओके युजर टु एजेन्टिक CIS ओके सेन्ड या अब हाम्रो नोटिफिकेसन चाहिँ सेन्ड भयो हैन जबले चाहिँ काम गरिरहेको छ कि छैन भनेर चेकको लागि गरिरहेको थियो हैन हाम्रोले चाहिँ के भयो जब प्रोसेसिङ नोटिफिकेसन सेन्ड जुन जब चाहिँ डन भयो त्यसैले वेबहुक ट्राई सेन्ड राइट सो अपडेट स्ट्याटसको लागि चाहिँ हाम्रो नोटिफिकेसन चाहिँ सेन्ड भयो अब फेल केसको लागि रिट्राई मेथडको लागि चाहिँ मैले के गराउँछु भनेदेखि एउटा जब लिमिटिङ कहाँ छ हाम्रो जब नोटिफिकेसन जब्स या सेन्ड प्रोसेस ओके यहाँनिर चाहिँ मैले के गराउँछु भनेदेखि डाइरेक्ट नोटिफिकेसन सेन्ड नगरेर एउटा चाहिँ थ्रो टेस्ट थ्रो न्यू ओके मैले डाइरेक्ट चाहिँ अहिले के गराइदिएँ भनेपछि डाइरेक्ट फेल गराइदिएँ हैन फेल केसको लागि भनेर चाहिँ अब हामीले एउटा नोटिफिकेसन स्टार्ट गरौँ न पहिला क्यूलाई चाहिँ क्यू चाहिँ स्टार्ट भयो हैन त्यसै गरी चाहिँ हामी सेकेन्ड नोटिफिकेसन सेन्ड गरिदिउँ जब चाहिँ फेल भयो हैन अब 10 सेकेन्ड पछि एउटा रिट्राई गर्छ है यसले 10 सेकेन्ड पछि किनकि हामीले ब्याकअप मेथड युज गरेको छ नि है दोस्रो रिट्राई गर्यो त्यसपछि फेरि 30 सेकेन्ड पछि अर्को रिट्राई गर्छ यसले अब जबको टाइमिङ एकदम सर्भरलाई चाहिँ एकदम फास्ट रिलोड नहोस् भनेर टाइमिङ दिएको कति सेकेन्डको फर्म गर्ने भनेर फेल भयो अनि थर्ड पटक फेल हुने बित्तिकै अब चाहिँ फेल मेथड भएर चाहिँ हाम्रो जब चाहिँ वेबहुक सेन्ड गरिदिइसक्यो हैन 3 टाइम फेल हुने बित्तिकै हाम्रो फेलमा अपडेट स्ट्याटस गरेर चाहिँ के भयो सेन्ड गरिदिइसक्यो अनि त्यसपछि चाहिँ अब हाम्रो चाहिँ नोटिफिकेसन अब्जर्भरले पनि हाम्रो यहाँ मल्टी टेनेन्ट आर्किटेक्चरलाई चाहिँ अब्जर्भ गरिरहेको हुन्छ हैन लगइनको लागि अनि त्यसपछि हाम्रो PHP आर्टिसन एजेन्टिक CIS नोटिफिकेसन या 3 एटेम्प्ट गरेको छ जसमा चाहिँ फेल भएको छ हैन नोटिफिकेसन सो यति नै छ अब एक्सप्लेन गर्दाखेरि चाहिँ हल्का तलमाथि भएको होला अनि अब थ्याङ्क यू सो मच